अब तुलनाको म्याथमा ए प्लस कसरी आउँछ त? ल म्याथ मेरो धेरै कमजोर छ भन्ने यो भिडियो तपाईँ पुरा हेर्नुहोस्। म्याथमा ए प्लस लाउनु छ। हेलो एभ्रिवान, के छ हाल खबर? आशा गर्छु कि सन्चै होला। म्याथमा ए प्लस लाउनु छ। ल म्याथ मेरो धेरै कमजोर छ भन्ने यो भिडियो तपाईँ पुरा हेर्नुहोस्। जस्तै तपाईँलाई थाहै छ कि मेरो नाम मनिष हो, म पनि क्लास 10 12 क्लास को स्टुडेन्ट हो। म पनि यो पटक एसी दिनेछु। आजको भिडियोमा म तपाईहरुलाई केही टिप्स दिनेछु म्याथमा कसरी राम्रो मार्क ल्याउने त। म्याथमा राम्रो मार्क ल्याउनको लागि फर्स्टमा हामीलाई बेसिक कुरा थाहा हुनुपर्छ। यदि तपाईलाई बेसिक कुरा आउँदैन भने तपाई स्कुलमा सरसित सोध्न सक्नुहुन्छ या ट्युसन गएर ट्युसनमा सिक्न सक्नुहुन्छ या युट्युबमा धेरै भिडियोहरु छन् फ्रीमा, त्यहाँबाट पनि वान शट भिडियो हेरेर तपाई बेसिक कुराहरु सिक्नुहुन्छ। हरेक च्याप्टरको बेसिक कुराहरु थाहा भएपछि तपाईलाई त्यो कन्सेप्ट थाहा हुन्छ नि म्याथको हरेक च्याप्टरको, तब नै तपाई म्याथमा त्यसमा अगाडि बढ्न सक्नुहुन्छ। त्यसैले बेसिक कुरा पहिला सिक्नु होला म्याथमा। अनि चाहिँ धेरैजनाले म्याथको फर्मुलाहरु याद गर्ने गर्छ, तर म भन्छु कि म्याथको फर्मुलाहरु याद गर्नु पर्दैन, किनभने तपाई 2 दिन याद गर्नुहुन्छ त्यसपछि तेस्रो दिन फेरि म्याथको फर्मुला सबै बिर्सिन सक्नुहुन्छ। एउटै याद हुन्छ, बल्कि त्यही म्याथको फर्मुलाहरु नै तपाई प्र्याक्टिस गर्नुहोस् क्वेशनहरु, त्यहीबाट याद भइहाल्छ। जति प्र्याक्टिस गर्नुहुन्छ त्यति नै फर्मुलाहरु याद हुनेछ। एउटा जब फर्मुला हुन्छ त्यसलाई यादै गर्नुपर्छ, नबाकै सबैलाई प्र्याक्टिस गरेपछि त्यसैबाट फर्मुलाहरु याद भइहाल्छ। अनि प्र्याक्टिस गर्नुको दुईवटा फाइदा छ। पहिलो चाहिँ तपाईलाई फर्मुला याद भइहाल्छ, अनि दोस्रो चाहिँ जति तपाई क्वेशनहरु सल्भ गर्नुहुन्छ प्र्याक्टिस गर्नुहुन्छ त्यति नै तपाईको म्याथको कन्सेप्टहरु क्लियर हुने गर्छ। त्यसैले जति हुन्छ त्यति क्वेशन सल्भ गर्नुहोस् म्याथमा। अनि अब तुलनाको म्याथमा ए प्लस कसरी आउँछ त? म्याथमा ए प्लस ल्याउनको लागि तपाईलाई 2-3 कुरामा बढी फोकस गर्नुपर्छ। पहिलो कुरा यो हो कि फर्मुला सिट भन्नाले के हो भने, फर्मुला सिट भन्नाले तपाई जस्तै पुरै च्याप्टर एउटा च्याप्टर कम्प्लिट गर्नुभयो, मान्नु सेट कम्प्लिट गर्नुभयो, तब एउटा कपी लिनु तपाई सबैलाई राम्रो क्लासमेट खालको, त्यसमा तपाई सेट च्याप्टरको हरेक फर्मुलाहरु इम्पोर्टेन्स लौ या नलौ सबै लेखिदिनु त्यहीमा। अनि त्यसै त्यो कोइमा सबै च्याप्टरको फर्मुलाहरु च्याप्टर खतम भएपछि त्यसमा फर्मुलाहरु सबै पुट गरिदिनु, अनि डेफिनेसनहरु इम्पोर्टेन्स छ त्योहरु पुट गरिदिनु, अनि त्यहीबाट त्यसलाई नै भन्छ फर्मुला सिट। अनि दोस्रोमा हो क्वेशन सल्भ। कति क्वेशन छ त्यसले सबै सुन्नु। अनि क्वेशनमा समस्या आउँछ भने तपाई स्कुल ट्युसन केहीबाट सिक्न सक्नुहुन्छ, अथवा अनलाइन कोर्स पनि व्यवस्था हो, च्याटजिपिटीबाट पनि सिक्न सक्नुहुन्छ। तर च्याटजिपिटीबाट सिक्दा तपाई त्यसबाट हुबहु त्योबाट नसाइदिनु, पहिला च्याटजिपिटीमा सर्च गर्नु, त्यहाँबाट हेर्नु त्यो कसरी बनाएको छ, कन्सेप्ट क्लियर गर्नु, अनि आफैले त्यसको एन्सर लेख्नु। त्यो च्याटजिपिटीबाट हुबहु नसार्नु होला। अनि जति इम्पोर्टेन्ट च्याप्टरहरु त्योलाई पनि त्यसमा बढी फोकस गर्नु, अनि कुन च्याप्टर तपाई कमजोर छ त्यो च्याप्टरलाई नै 3-4 पटक पढ्नुहोस्, रिभिजन गर्नुहोस् 3-4 पटक। जति हुन्छ त्यति त्यो च्याप्टरलाई पुरै खतमै गरिदिनुहोस्। अनि तपाई क्वेशन सल्भ गर्दा एउटा हाइलाइटर लिएर बस्नुहोस्। तपाई क्वेशन सल्भ गर्दा बेला तपाईले कुन क्वेशनमा समस्या भेला छ या कुन क्वेशनले तपाईलाई बुझ्नमा धेरै पटक लाग्छ, तब तपाई बुझ्नुपर्छ त्यो क्वेशनलाई। या एउटै फर्मुलाको 3-4 वटा प्याटर्न हुन्छ नि, एउटै फर्मुलाको 3-4 वटा क्वेशन हुन्छ एउटै प्याटर्नको, त्यसबाट एउटालाई हाइलाइट गर्नुपर्छ। अनि फेरि अर्को फर्मुलाको अर्को प्याटर्न हुन्छ, त्यसबाट एउटा हाइलाइट गर्नुहोस्। अनि रिभिजन गर्दा बेला त्यहीहरुलाई त्यो हाइलाइट गरेको अनि फर्मुलालाई हेरिहाल्नुहोस्, अनि बडीमा वान शट भिडियो हेर्नुहोस्, तपाईको रिभिजन त्यहीबाट भइहाल्छ। अनि टाइम बितेपछि तब अझै तपाई एकचोटी फेरि फर्मुलाहरु याद गर्नुहोस्, फेरि रिभिजन कति हुन्छ त्यति रिभिजन गर्न सक्नुहुन्छ त्यति रिभिजन गर्नुहोस्। अनि अर्को क्वेशन ब्याङ्कलाई पनि तपाईहरु कन्टिन्युअस गर्नुहोस्। अहिले त क्वेशन ब्याङ्क सायद असारतिर आउँछ कि के, त तपाई क्वेशन ब्याङ्कलाई पनि सल्भ गर्नुहुन्छ। क्वेशन ब्याङ्कबाट तपाईलाई त्यो एक्जामको प्याटर्नहरु थाहा भएछ, यस्तै प्याटर्नमा क्वेशनहरु आउने गर्छ क्वेशन ब्याङ्कको अनुसार। अनि एउटा सवाल थियो कि क्वेशन ब्याङ्कको लिने म सोचिरहेको छु कि लिड मोडको मेरो साथीले भनिरहेको थियो त्यो लिड मोडबाट बढी फाँच्ने गर्छ। तपाईहरुलाई के लाग्छ? तपाईहरु सजेस्ट गर्नुहोस् कुन टेन्सेट लिऊँ म। अनि लिड मोडको लु या निमाको कि के को तपाईहरु सजेस्ट गर्नु होला। फर्मुला सिटको कुरा भएको थियो हामीको फर्मुला सिटको कुरा भएको थियो। चाहिँ तपाईहरुलाई फर्मुला सिट बनाउनु होला, न त म पनि युट्युबमा त्यो फर्मुला सिटहरु अपलोड गरिदिन्छु।
सेटको अपलोड गरिदिएको छु फर्मुला सेटलाई आफ्नो ह्यान्ड लाइटेड हो अनि कम्पाउन्ड रिजल्टको 2-3 दिनमा आउँछ म पनि यो युट्युब च्यानलमा सबै च्याप्टरको फर्मुला सेटहरू सेयर गर्नेछु अपलोड गर्नेछु अहिले चाहिँ मैले 2-3 च्याप्टर म्याक्सिमम 5 वटा जति च्याप्टरलाई एन्ड गरेछु त त्यही अरूको फर्मुला सेट छ म 2-4 दिनमा सबैलाई अपलोड गरिदिन्छु यो भिडियोको पुरा साल बात यही हो कि तपाईँ जति प्र्याक्टिस गर्नुहुन्छ त्यति नै म्याथ्स तपाईँलाई इजी हुन्छ त्यति नै तपाईँ म्याथ्स सिक्नुहुन्छ त्यसैले प्र्याक्टिस जति हुन्छ त्यति गर्नुहोस् यही हो यसको पुरै म्याथ्सकोमा राम्रो मार्क चाहिँ आइहाल्छ प्र्याक्टिस जति हुन्छ त्यति त्यस नै अनि फर्स्ट टाइम त्यो क्यामेरामा भिडियो बनाएको त्यसैले भिडियो अड्की पनि हाल्छ त्यो भइरहेको छैन बल्लोमा केही समस्या भएको होला भने सरी माफ गर्नुहोला अनि मेरोबाट तपाईँहरू छ अर्को केही टपिकमा तबसम्म बाई